सेरा खोलामा छौँ। यो जाल फाल्न यो खोला बाटो छ। यहाँ दुईजना जेठानहरूले यहाँ फाल्दै हुनुहुन्छ। यहाँ दुईवटा जाल नयाँ जाल। त्यहाँ पछाडि हेर्ने दर्शकहरू ल सर्लक्क है त ल हेरेछौँ आज चाहिँ माछा सर्लक्क लाएर है त ल दुईवटा जाल एउटा गयो अर्को पनि लायो जाल ल माछा पर्छ पर्ने हेरौँ है त ल लेट्स सी ल अब निकाल्दै हुन्छ दुईवटा जाल सर माछा 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 पर्छ पर्ने हेरौँ है त परेन यार ल पछाडि हेर्ने दर्शकहरू भन्दैछौँ तकर यो सेरालाई जोत्ने होइन खोला के अरे उसमा छौँ खोलामा छौँ हामी यहाँ जाल खेल्न आएका छौँ। यहाँ सबै यहाँ तल फालिदिनुहोस् जाल है। यहाँ चाहिँ नाति आएको र नाति ल नाति यहाँ दाई ल यहाँ दाई ल तल यहाँ के अरे यो माछा तल फालेको निकालिदिन्छ दाईहरूले तल यहाँ उता पारी खासमा यो माछा चाहिँ होइन मामाले माछा मारेर चाहिँ खोलामा फाल्ने बेला चाहिँ यो ठ्याक्कै यहाँ तालमा पऱ्यो कि यहाँ तालमा अनि दुईजना मामाहरूले चाहिँ यहाँ तालमा माछा निकाल्नु प्रयास गरिरहेको छन् है। अब यता तलको सर र भ्यू हेर्नुहोस् यहाँ यति रमणीय ठाउँमा छ हामी सर ल यहाँ जेठान आउँदै हुनुहुन्छ यहाँ ल त्यसको फाल्ने तरिका है त ल यो चाहिँ मेरो 17-18 वर्षपछिको एक्सपिरियन्स है। यो चाहिँ ल यो माथल्ने भाषा पारी चाहिँ गणेश अरे यहाँ जेठान ल खाली काम सुन्दैछ है त को माछा पर्छ पर्दैन है त ठिक छ ल कच्चो ठाउँमा गएको छ है यो चाहिँ ल यहाँ पक्कै माछा पर्छ राजा माछा 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 पर्ने पारी चाहिँ परेको जस्तो है माछा माछा ल ल ल एउटा पारे माछा पारी ओपा माछा है यो चाहिँ ओपा माछा ल ओपा असला माछा ल टिङरिङ ल ल जेठानले ठुलो पार्नु माछा है ल ल गाइस ल ल एउटा खसी यार माछा यार छत्री यो सब परेछ एउटा यहाँ लार साइडको यो चाहिँ असलाको लार साइड माछा गणेश बढेको पनि आयो माछाहरू कस्तो यो मिडियम साइजको है यो मिडियम साइजको यो फेरि यो उमा माछा ल उमा हो ल ओपाको चाहिँ जुङ्गा हुन्छ यहाँ गाइस ल ल गजब ठाउँमा गयो ल कन्फर्म पर्छ माछा यहाँ चाहिँ ल फाल्नु पनि खतरै ठाउँमा फाल्नु भएको छ कि बिग साइजको माछा है ल डबल एक्सेल साइजको है ओहो ल उता 2 केजीको माछा यो माछा चाहिँ डबल एक्सेल साइजको है। अब फाल्दै हुनुहुन्छ गाइस ओम नम शिवाय जय भोलेनाथ जय शम्भो चार साथी माछा यो चाहिँ ल आमा ल यो उयो साँच्चीको उमा माछा है त ल आज यस्तो पुऱ्याउनु 1 किलो परिसकेको छ है ल यहाँ गणेश देखाइदिन्छु ल ल माछा है त स्मल साइजको माछा ल देखाउँछु दाइ यो स्मल साइजको माछा यो चाहिँ उमा माछा हो ल अरे होला ल सबैको रे यो माछा है ल तर त्यति राम्रोसँग देखिएन 1 किलो जति परिसकेको छ ल ल जेठाले पनि पार्नु भयो त माछा ल ओहो यहाँ ल ओपा ल ल जेठाले फाल्दै हुनुहुन्छ यहाँ माछा ल हो कुनामै गयो यार माछा ल सेरा खोला है त माछा आज चाहिँ सत्यनाशै हुने भयो यार सब ठाउँमा छौँ यहाँ यही हो यार भ्यू पनि यति राम्रो छ
घाम न्यानो लागिरहेछ यहाँ है त ल दर्शक पनि तन्दैछौँ हामी यहाँ सरर तन्दै छौँ यहाँ हेर्ने दर्शक पनि ल माछा पऱ्यो है ल सानो त माछा परेछ है ल सानो परेछ माछा यो त ल जेठानले पनि खिचाउने हुनुहुन्छ यहाँ अर्को नातिले पनि उ गर्दै हुनुहुन्छ अर्को परेर छ माछा यार ल एकछिन भयो त कहाँ फाल्नुहुन्छ है त ल यहाँ दाइले माछा समाउनुलाई एकदम रेडीमा बस्नु भएको छ यहाँ त ल कहाँनिर आउँछ माछा उ ल यो पनि कुनामै फाल्नुभयो माछा ल एउटा माछा परेछ है त ल भरे निकालिन्छ माछा 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 बस दुईवटा पऱ्यो माछा दुईवटा है त ल असला माछा है ल माछाको थैली हाम्रो अर्को फेरि कता छ यता परेछ ल मछलीका झट्का ल हाम्रो माछा यही ल 1 केजी जति परेछ यहाँ त ल ल दुईटा माछा पऱ्यो है ल हाम्रो निर्मया ज्यूले चाहिँ दुईटा माछा पार्नु सफल ल ल ल बनाएछ ल एउटा भाले एउटा पुठी माछा है त हैन दुईटै भाले हो सक्क ल माछाको थैली हो ल अर्को निस्किरहेछ म झराली मेरो हेल्पर चाहिँ साला है ल माछा निकाल्ने चाहिँ थाकेको बेला माछा निकाल्ने है ल वर्षक पर्ने है ल माछा 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 है ल बुढी माछा है बुढी माछा ल ल यो भाइहरू पनि यो महाजाल के अरे जाल फाल्ने हेर्न आउँदा है यो यहाँ ल त्यहाँ एउटा फेरि माछा परेछ दौडी ल माछा हेर्नु दौडी ल माछा परेर ल सर्लक्क है ल ल ल ल ल ल हामी जाँदैछौँ है ल सबै ल मिलेर ल ल ल ल ल माछा हेर्नु ल है ल परेछ सबैले ल ल एउटा के अरे माउ पऱ्यो दुईवटा बच्चाहरू परेछ है ल एउटा भाल ठुलो यसको दुईवटा बच्चाहरू ल तिनवटा यसमा है ल चारवटा पो परेर रहेछ है ल कतिवटा माछाहरू कतिवटा भन कतिवटा रे चारवटा कतिवटा भाले कतिवटा पुठी चारवटै भाले फाल्दै हुनुहुन्छ यहाँ हामी हेर्ने दर्शक चाहिँ 4 जना ल ल तिनवटा परेर छ यार मालो ल त्यसलाई पनि बोरा मालो ल ल सबै नै ठुलो हो ल ल त्यहाँ फेरि जाला यार माछा जान्छ तल त्यहाँ हालो बोरामा आइहरू चाहिँ यहाँबाट छिरेर अर्को पालबाट निस्किने कुरा भएको छ ल छिरेर त ल ल तिनजना ल ल यहाँबाट छिरेर यहाँ यत्रो उ छ है ल गुफा जस्तै हो यो चाहिँ यहाँबाट निस्किन्छ अब ल ल यहाँबाट निस्किसक्यो अर्को ल यहाँबाट पालबाट निस्किसक्यो ल ठिक छ ल लगभग 2 केजी जति पर्यो होला सायद यो 2 केजी यो 5 केजीको बोरा हो लादी जति भएको छ यो सादी 2 केजी होला ल ल एउटा माछा पर्यो माछा ल ठिक छ पारी एउटा परेछ ल साँझ पर्नु लागिसक्यो लगभग आजको जाल फाल्ने कार्यक्रम अन्त्य हुन लागेको छ हामी खेलेको लगभग 1 घन्टा 2 घन्टा जति भइसक्यो अब चाहिँ जाने बेला भइसक्यो है त ल लगभग अन्तिम चरणमा आइपुगेका छौँ हामी
लगभग अन्त्यमा आइपुगेका छन् लगभग साँझ पनि पर्न लागिसक्यो ल है